हामी आज स्विमिङ जाने 1 2 3 4 5 5जना छ 5जना या बानेश्वर जाने हामी स्विमिङको भिडियो पछि आउँछ। देखो ना गाइस, देखो ना गाइस, देखो ना स्विमिङ गर्न हिँडेको देखो न देखो ना गाइस। अब हामी मलाई खासै पौडी खेल्न त आउँदैन, अलिअलि सिकेर हो। तर मलाई याद आउँछ कुनै बेलामा सानो हुँदाखेरि हो, यत्रो हुँदाखेरि चाहिँ हामी स्विमिङ गएको थियौँ एकचोटि। अनि त्यहाँ चाहिँ मेरो मम्मी पुरा है जलपरी जस्तो जलपरी जस्तो फुचुर गरेर उडेको मैले त्यति बेला देखाएको थिएँ। अब अहिले यत्रो भइसक्यो। अब आज कति वर्षौँ पछि मम्मीसँग स्विमिङ गरिरहेको छौँ। सो आज मेरो मम्मी कस्तो जलपरी हो भनेर देखाउनेवाला छु गाइस। यस, मेमोरी पनि हुन्छ। यसले थाहा पाउँछ भ्याकुता जलपरी हो कि माछा जलपरी हो भनेर आज देख्छ यसको मम्मीको असली रूप। यो रमाइलो हुनेवाला छ गाइस। हामी पौडी म पनि जलपरा बन्नेवाला छु। चासोले जाउँ है। अब हेर मान्छे कति छ, त्यहाँ भएन भने मान्छे गइदिन के कुरा छ। हामीसँग आज पुरा दिन छ। कता हिँडेको सोल्टिनी चिटिक्क परेर कहाँ हिँड्नु? स्विमिङ खेल्न, माछा जस्तो स्विमिङ खेल्न हिँडेको नि। गाइस हामी सुड्डीको लागि अब हामी स्विमिङ कस्ट्युम किन्नेवाला छौँ गाइस। यत्रै हो? हजुर, यत्रै हो? अलि लामो हुन्न? लामो हुँदैन। अलि लामो भयो हुन्थ्यो। आमा यत्रो लाएर त अनि बर्बाद खतम भयो। होइन त्यो तन्किन्छ नि, त्यो लगाउँदा यति हुन्छ। मिल्छ यस नयाँ स्विमिङ सुड्डीले लगइन स्विमिङ सुट। अब जलपरी बनेर हामी लगभग हाम्रो हाइकिङ पनि भएको छ। हामीले गाडीमा जानु यताउता जानुभन्दा हिँड्न रोज्यौँ, किनकि यसो शरीर तात्छ, टक्कको न्यानो पसिना हुन्छ, यसो भिजेर चिसो भएर चपक्क हाम्बाल्न मजा आउँछ भनेर आज बाबु अन्डर वाटर सर्ट लिनुपर्छ। यो रहेछ मदन भण्डारी पार्क। 22 वर्ष नागिसक्या फिलै नहुने, मैयाहरू कति भेटे दिलै नहुने। केटीले नपतास दित कहाँ पार मलाई पत्याउँछ। छोरो त राम्रो छ। केटीहरूले किन पसिना भन्नै पार्दैन। होइन हौ, मन नपाएर हिँडेँ क्या। छोडिदिन्छन्। मैले छोडे। सम्बन्ध भन्ने कुरा जहिले राम्रो भएर मात्र हुँदैन क्या। कहिले काहीँ कुरा राम्रै हुँदाखेरि पनि कुरा नमिल्न सक्छ। म यो बुझ्न सकिनँ कि त नराम्रो भएर छोड्छन् कि केटी नराम्रो भएर पहिले छोड्छस्। यहाँनिर म आफू कन्फ्युज छु। छोड्नै पर्छ भन्ने हुँदैन क्या कहिले काहीँ। बुहारी काम गर्न गाह्रो भइरहेको थियो। यसो 21 वर्षको लायो छोरोले, अब त यसले यसो गर्छ कि बुहारी लिएर यसो मलाई काममा सघाउ हुन्छ कि भनेको कहिल्यै नहुने परो। म अब खान्छ एक्लै काम गर्दा बुढी भइसक्यो। अब त काम गर्न नि सक्दिनँ। त्यसो भए त बिहा गर्न हुन्न क्या। आजकलका तरुणीहरू काम गर्नै खोज्दैन। मेरो छोरालाई कोही मन पार्ने छ भने सम्पर्कमा आऊ है मसँग। हामी पुगिसकेका छौँ। हामीसँग टिकट छ, लकर छ। अब हामी भित्र जानेवाला छौँ। अब हेर्नु जाँदैछौँ। यो कता हो? यता उता होला होइन गाइजहरू? यहाँ भित्र 84 पहिला कपडा चेन्ज गरौँ न। पहिला कपडा चेन्ज गऱ्यौँ त्यो स्विमिङ, अनि त्यसपछि हामी लकरमा यहाँ हालेर भित्र हाल्दिउँ।
तपाईँको यता तपाईँको होइन यता हामी यता So guys, हामी के छ हाल खबर हेर्न म अगाडि गयो कि नै धेरै चल्यो तिमी